प्रश्न रहेको छ, म 30 वर्षको भएँ, मेरो नाकमा मासु पलाएको थाहा भएको 5 वर्षको भयो र 2 वर्षदेखि अहिले मलाई के पनि गन्ध आफूलाई थाहा हुँदैन, खाना खाइरहेको छु तर स्वाद पनि त्यति राम्रो छैन र जसले गर्दाखेरि मलाई खानामा रुचि पनि घटेको छ भनेर प्रश्न गर्नुभएको छ र यसको के कारण होला म्याडम भनेर सोध्नु भएको छ। उहाँ भन्नुहुन्छ 5 वर्षदेखि उहाँलाई नाकमा मासु पलाएको थाहा छ र 2-3 वर्षदेखि उहाँलाई गन्ध थाहा छैन हैन। अब यो किन हुन्छ त भन्दाखेरि पहिला त थाहा पाउनु पर्यो दिमाग, नाक र रिसेप्टरको कुरा आउँछ यसमा। अब कुनै पनि खाना फर एक्जाम्पल खानाको स्मेल कसरी पाउँछ भन्दाखेरि त्यो खानाको हावामा मिश्रित भएर त्यो स्मेल हावासँगै गएर नाकको माथिल्लो भागमा जुन चाहिँ अल्फ्याक्टरी क्लेफ्ट भनिन्छ त्यहाँ विभिन्न रिसेप्टर्सहरू हुन्छ, त्यो स्मेल त्यहाँ टिप्छ, त्यो सिग्नल ब्रेनसम्म पुग्नु पर्यो हैन। अनि ब्रेनले प्रोसेसिङ गरेर हामीले कुन स्मेल हो त भन्ने कुरा, राम्रो स्मेल हो कि नराम्रो स्मेल हो भन्ने कुरा थाहा पाउँछौँ। यदि नाकभरि मासु पलाएको छ र त्यो नाकमा धेरै मासु पलाउँदा पलाउँदा त्यो जुन अल्फ्याक्टरी सेन्टर नै अब्लिटरेट पुरा ब्लक भइसकेछ भने त्यो स्मेल त त्यहाँसम्म पुग्न पाएन, त्यसले गर्दाखेरि तपाईँले स्मेल थाहा पाइरहेको छैन। त्यसै कारणले गर्दाखेरि यदि यो समस्या छ भने समयमा नै नाक कान घाँटी रोग विशेषज्ञकोमा आउनु पर्यो र यसको उपचारमा जानु पर्यो। धन्यवाद।